एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ हामी केही नयाँ गर्न गइरहेको छौँ। आज चाहिँ हामी रियल लाइफ हरर इन्सिडेन्ट सुनाउन गइरहेको छौँ, जुन चाहिँ यो रियल लाइफमै घटना भएको छ। यो चाहिँ हामीले एउटा नयाँ स्टार्टिङ लिन लागेको नेपाली हरर कहानीहरू, जहाँ चाहिँ हामीले सुरुमा स्टार्ट गर्न खोज्दैछौँ। यो कसरी चाहिँ यदि राम्रो रेस्पोन्स आयो भने हामी यसलाई नै कन्टिन्यू गर्नेवाला छौँ। हामीसँग टन्नै हरर स्टोरिजहरू छ र रियल लाइफमा भएको। सो आजको कहानी सुरु गरौँ है त। यो चाहिँ नेपालमा भएको नुवाकोट जिल्लामा भएको एउटा हरर इन्सिडेन्ट हो, जुन चाहिँ हाम्रो हजुरआमाहरूको पालामा भएको हो। यो चाहिँ 2038 साल जति थियो होला। एकजना हजुरआमा चाहिँ उहाँ आफ्नो घरबाट निक्लिरहनु भएको थियो रातिको समयमा। त्यो समयमा त सबैलाई थाहा छ होला, राति पनि काम गरिन्थ्यो, चन्द्रमाको उज्यालोमै पनि काम गरिन्थ्यो। अनि त्यो बेलामा चाहिँ के भएको थियो भन्दाखेरि उहाँ चाहिँ पानी लिनलाई गइरहनु भएको थियो। उहाँहरूको घर चाहिँ कस्तो ठाउँमा थियो भने दुईवटा खोल्चा थियो। खोल्चामा अथवा पानीको इन्टिटिज भएको ठाउँमा चाहिँ अलि धेरै नेगेटिभ इनर्जीहरू आउने र भूतहरू पनि त्यसमा इन्भल्भ हुने खालको कहानीहरू हामीले धेरै सुनेका छौँ। त्यसैले उहाँहरूको चाहिँ दुईवटा खोल्साको बिचमा भएको कारणले गर्दाखेरि अलि डर लाग्ने नै ठाउँमा थियो। सराउन्डिङहरू पनि जङ्गलको काइन्ड अफ थियो। त्यसैले गर्दाखेरि चाहिँ यो अलिक डर लाग्ने खालको थियो। उहाँ हजुरआमा चाहिँ एक्लै जान डर लाग्ने भएर अर्को जेठानीलाई बोलाउन जानुभयो पानी लिनको लागि। उहाँ दुईजना देउरानी जेठानी गाग्री बोकेर आफ्नो खोल्चा पानी लिन जाने खोल्चातिर जाँदै हुनुहुन्थ्यो र टाढाबाट हेर्दाखेरि चाहिँ एउटा सेतो लुगा लगाएको, कपाल लामो भएको एकजना केटी चाहिँ पानी अन्जुलीमा हातमा लिएर खान खोज्दै थियो। अनि त्यो खाना खोजिरहेको थियो। अनि उहाँहरूले चाहिँ के सोच्नुभयो अरे भन्दाखेरि पारिपट्टि चाहिँ उहाँहरूको अर्को जेठानी पनि हुनुहुन्थ्यो। त्यसैले उहाँ नै हुनुहुन्छ होला भनेर त्यस्तो केही ध्यान नदिकन गफ गर्दै देउरानी जेठानी गफ गर्दै जाँदै हुनुहुन्थ्यो। त्यो लगभग 3 मिनटको बाटो थियो। अनि उहाँहरू गागी बोकेर गइराख्दाखेरि जति नजिक जाँदै जान्छ त्यो कपाल झन् लामो हुँदै अलि त्यो प्रष्ट क्लियर रूपमा देखिँदै गयो त्यो भूत। अनि जब जति नजिक जाँदै हुनुभयो त्यो धमिलो 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 हुँदै त्यो क्लियर धमिलो 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 हुँदै गएछ। अनि अलिकति नजिक लेट्स से थोरै टाढाबाट हेर्दाखेरि देखिने ठाउँसम्म पुग्दाखेरि पनि उहाँहरूलाई के लागिरहेको थियो भन्दाखेरि उहाँ त्यही जेठानी नै हो, गएर आज गाग्री लिन आउनु भएन छ कि खाना मात्र आउनु भएछ भनेर सोध्ने तरिकाले गइरहनु भएको थियो गाग्री बोकेर। अनि त्यहाँसम्म पुग्ने जेलमा अलिकति नजिक पुग्दा पुग्दै त्यो छाया चाहिँ बिलाएर गयो कि हराएर गयो। अनि के भयो अरे भन्दाखेरि उहाँ चाहिँ जाँदा जाँदै जाँदा जाँदै त्यहाँ पुग्दासम्म एक्कासी हराउँदाखेरि चाहिँ उहाँहरू चाहिँ ला मैले मात्र देखेको कि तपाईँले नि देख्नुभयो दिदी काइन्ड अफले सोध्नु भएछ। अनि उहाँले सोद्धाखेरि मैले पनि देखेको थिएँ, कतै त्यो केही त हामीलाई छल्न आएको त होइन, यस्तो काइन्ड अफले कुरा गर्नुभएछ। अनि त्यस सबै कुरा भइसक्दाखेरि उहाँहरूले होस् यस्तो हामीलाई केही भएको होला, हामीले नराम्रो कुरा केही देख्नु होला, त्यही भएर यस्तो आएको भनेर सोच्नु भएछ। अनि त्यसपछि उनीहरू बिस्तारै बिस्तारै त्यो ठाउँमा पुग्नुभयो। अनि डराइ डराइ त्यहाँबाट गाग्रीमा पानी लिएर दुईजनाले भर्नुभयो र अनि फर्किँदै गर्दाखेरि कुरा गर्नुभयो। जेठानी नै हुनुहुन्थ्यो होला, हामीले देखेर भाग्नुभयो कि लुक्नुभयो काइन्ड अफ त्यस्तो कुरा गरेर बच्चा नि त त्यो बेलामा अनि जाँदै गर्नुभएछ बिस्तारै स्लोली। अनि गाग्री बोकेर जाँदै गर्दा घरमा गएर घाँस काट्नलाई राति नै जानुभएछ कि खेतमा जाँदै गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ परालको आगो बोकेर जानुभएको रहेछ। अनि खेत पनि अलि जङ्गलको बिचबाट हुँदै जान पर्ने रहेछ। अनि त्यहाँनिर चाहिँ एउटा बाख्रा देख्नुभएछ, बोका। त्यो सानो खाले खसीलाई देखेर त्यो बाख्रालाई देखेर चाहिँ उहाँहरूले चाहिँ कस्तो राम्रो बाख्रा रहेछ है, यसलाई त मैले बोकेर लानुपर्छ जस्तो छ, कसको होला यो, कतै मान्छे अहिले यति राति चराउन त आएन भनेर कुरा गर्दै जानुभएछ। अनि त्यहाँबाट खेतमा पुग्ने जेलसम्म पनि त्यो पछि पछि लागेर आएछ। यो त कोही मान्छे नै छैन त, योसँग त किन आइरहेको छ यो हामीसँग, लैजानुपर्छ क्या हो दिदी भनेर जिस्किने काइन्ड अफले भन्नुभएछ।
अनि त्यो सबै भइराख्दाखेरि चाहिँ उहाँ हजुरआमाले चाहिँ होइन होइन अर्काको सामान लानु हुँदैन भनेर कुरा गर्नुभएछ। अनि त्यसपछि घाँस बोकेर फर्किने जेलसम्म पनि उनीहरूको पछि 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 आइरहेको थियो। त्यो कस्तो खाले हिँडिरहेको थियो अरे भनेदेखि त्यो हामी कतै जङ्गलमा जान्छौँ अनि हराउँछौँ, कतै हाइकिङ जाँदाखेरि पनि कुनै कुकुरहरू चाहिँ हामीलाई प्रोटेक्ट गर्नको लागि हिँड्छ नि, काइन्ड अफ त्यस्तै गरी नै हिँड्दै आइरहेको रहेछ। अनि सिन्स उहाँहरूसँग हँसिया जुन घाँस काट्ने हुन्छ त्यो फलामको हुन्छ, त्यसलाई त्यो खसीलाई भनौँ अथवा त्यो बाख्रालाई समात्न जाँदाखेरि चाहिँ भागेछ, तर मान्छेलाई चाहिँ फलो गरिरहेको थियो क्या। अनि उहाँहरू जानुभयो अनि समात्न खोज्नुभयो क्या होइन। अनि जब समात्न खोज्दाखेरि चाहिँ त्यो एउटा ठुलो छाया जस्तो भयो अरे के, एकदम ठुलो छाया, कालो ठुलो छाया भएछ। अनि के भन्नुभयो अरे भन्दाखेरि त्यो हजुरआमाले यो त मान्छे, त्यो त खसी नि होइन रहेछ, बोका नि होइन रहेछ, यो त के हो दिदी हामीलाई छल्यो फेरि भनेर हजुरआमाले कुरा गर्नुभएछ। अनि त्योले मधुर आवाजमा एकदमै डर लाग्दोमा के भन्छ, मैले आज तँलाई छोडिदिएँ, त आज धेरै नजिकबाट मर्थिस्, किनभनेदेखि तँसँग हँसिया छ जुन फलाम हो, त्यही फलाम भएको कारणले गर्दाखेरि मैले तँलाई छुन सकिनँ। यदि तैँले त्यो ऐसा नबोकेको भए म तँलाई छोड्दिनँ थिएँ भनेर भनेछ। अनि त्यो भइसकेपछि त्यो हजुरआमाहरू चाहिँ घाँस बोकेर डरमा हतारमा पुरै स्याँ गर्दै घर आइपुग्नु भएछ। अनि त्यो कुरा सासूलाई ससुरालाई सुनाउँदाखेरि तिमीहरूलाई छल्यो, अघि पानी लिन जाँदा पनि छलेको कुरा सुनाउनु भएको थिएन र अहिले सुनाउनु भयो। अनि त्यसपछि जेठानीलाई बोलाएर, त्यो जुन पारिपट्टिवाला जेठानीजी हुनुहुन्थ्यो उहाँलाई बोलाएर तपाईँ हुनुहुन्थ्यो भनेर सोद्धाखेरि होइन म त थिइनँ, म त यतै घरमा काम गरिरहेको थिएँ, त्यसरी कुरा गर्नुभएछ। अनि उनीहरू त झन् चकित हुनुभयो नि त त्यो कुरा सुनेर। लिटरली त्यो कुरा सुन्दाखेरि चाहिँ हातमा गुजबम्प आउँछ कि त्यो कुराहरू कतिचोटि भयो अरे कि उहाँहरूलाई। यस्तै कुराहरूले गर्दाखेरि उहाँहरू त्यो बाटो हिँड्न छोड्नु भएछ अनि अर्को बाटो जान थाल्नु भएछ। त्यो बाटोबाट छोडेदेखिबाट उहाँहरू चाहिँ सधैँ खिप कि हँसिया कि त्यस्तो केही न केही फलामको चिजहरू बोकेर हिँड्नु नै हुने रहेछ। अनि उहाँकै छोरालाई के भएछ भन्दाखेरि त्यसमा चाहिँ अलि धेरै हन्टेड काइन्ड अफ घरहरू थियो नि त। अनि स्कुल पढ्न जाँदाखेरि चाहिँ एक दिन एक्जामको टाइममा चाहिँ अलि टाढा थियो, ढिला भएछ अरे कि एकजना साथीलाई कुर्दा ढिला भएछ। अनि ऊ साथी चाहिँ घर पुगिसक्यो भनेर खबर पो आएछ। अनि उहाँहरू चाहिँ ऊ दिदी भाइ त्यहाँ अर्को पुरै बाटो राति घर आउँदै राति नै भएछ, अँध्यारै भएछ। अनि त्यसपछि एउटा घरमा परालको आगो मागेर आउनु भएछ। अनि त्यहाँनिर एउटा खेत जस्तोको बाटोमा आउँदै गर्दाखेरि खेतको त्यो जुन आली लगाएको हुन्छ नि, खेतलाई खनेर चिप्लो बनाएको बाटो हुन्छ, त्यो बाटो आउँदाखेरि जुन पराल बोकेको मान्छे हुनुहुन्थ्यो उहाँ चाहिँ लड्नु भएछ। अनि लडेर त्यो परालको आगो चाहिँ निभेछ। त्यो परालको आगो निभिसकेपछि चाहिँ ऊ पर चाहिँ एउटा बत्ती बलेको जस्तो झललल्ल उज्यालो भएछ। अनि त्यो जुन पराल बोकेको मान्छे हुनुहुन्थ्यो उहाँले चाहिँ आफ्नो बहिनीलाई के भन्नुभएछ भने, हेर बहिनी उता पर त एकजना मान्छे लालटिन बोकेर आइरहेको छ, जाऊँ त्यहाँ गएर मागौँ, पराल पनि बालौँ, उज्यालो हुन्छ, छिटो जाऊँ भनेर उनीहरू त्यो बत्ती बलेको साइडपट्टि हिँड्दै जान थाले। त्यहाँ पुग्दाखेरि त त्यो लाइट बन्द भयो अरे कि, पुरै उज्यालो नै बन्द। अनि त्यसपछि उहाँहरूलाई त आमाहरूसँग भएको त्यो कुरा याद आयो। त्यो कुरा याद आएपछि चाहिँ अनि उहाँ एकदमै छिटो दौडिँदै घर पुग्नुभयो। अनि घर पुगेर त्यो कुरा सुनाउँदाखेरि तिमीहरू एक्लै नहिँड, रातिको बाटो हिँड्न हुँदैन भनेर सुल्झाउने काम गर्नुभएछ कि। त्यस्तै गर्दाखेरि तपाईँहरूलाई के लाग्छ, यो कुरा साँचो या होइन? पहिलाको जमानामा त्यस्तै हुन्थ्यो भन्छ, तर तपाईँहरूलाई के लाग्छ? म चाहिँ सबै कुरामा विश्वास गर्छु। यदि भगवान् हुनुहुन्छ भनेदेखि भूत पनि छ,
यदि नेगेटिभ छ भने पोजिटिभ पनि छ, त्यसको कुराहरूमा कुनै दुई मत छैन। के लाग्छ तपाईँहरूलाई, कस्तो लाग्छ? यदि तपाईँहरूसँग पनि यस्तै केही इन्सिडेन्ट भएको छ र पहिलाको कुराहरू छ भनेदेखि तपाईँले मलाई कन्ट्याक्ट गर्नुहुन्छ त्यो दिएको इमेलमा। अनि त्यसपछि मैले यो स्क्रिनमा पनि देखाइदिइरहेको छ र तल पिन कमेन्टमा पनि छोडिदिनेवाला छु जिमेल आइडी। सो प्लिज कन्ट्याक्ट अस and please subscribe us and support us. Thank you so much. Goodbye.